हेलो एभ्रिवान, सबैलाई गुड आफ्टरनुन है। म चाहिँ यहाँ मटर टिप्दैछु। बाँदरले खाइदिइहाल्छ अलिअलि दाना भएको। यसो अलिअलि टिपौँ भनेर नि, अलिक दाना लागेको यतिको सामान। अनि तपाईहरु के गर्नु हुँदैछ कोनी? आज सन्डेको दिन है। सबैलाई भ्याइ नभ्याइ हुन्छ ड्युटी गर्ने यता। अब भोलि ड्युटी गइहाल्नु पर्यो हैन साथी हो। त्यसै कारण नि आज खाली हुँदा चाहिँ यसो मटर टिपौँ भनेर नि। कति बाँदरलाई दिनु, आफू पनि खानु पर्यो नि हैन साथी हो। बाँदरलाई मात्रै दिनु त भएन, यत्रो दुःख गरेर रोपेको। यस्तै पो छ हौ साथी हो। फल्न पनि साह्रै फलिरहेछ। बाँदरलाई पनि लोभ लाग्दो परैबाट देख्दा। के गर्नु, उनीहरूलाई नि हामीहरूले रोपिदियो भने त खाने हो, नभए त के पो खान्छ र। उसले चाहिँ दुःखै नगरिकन खान्छ, हामी चाहिँ दुःख गर्छौँ। उसले चाहिँ दुःखै नगरिकन मजाले खान्छ, अर्काले रोपिदिएको नि। यसो अलिअलि दाना लागेको चाहिँ टिपौँ भनेर नि। यस्तो मजाले फलिरहेछ, लोभ पनि लाग्छ, के गर्नु हैन। यस्तै पो छ हौ साथी हो बस्तीमा त। तपाईहरुकोतिर नि बाँदर त लाग्छ होला। यसो बसेर टिप्दै हेऱ्यो भने चाहिँ अलिक देखिँदो रहेछ हौ साथी। अलिक ठुल्ठुला खोर्सानी माथिबाट त देखिँदैन रहेछ। ल त सबैलाई गुड आफ्टरनुन।